ह्याप्पी दसैँ फर्स्ट अफ अल। सो मैले चाहिँ आज हामीहरू चितवन जाँदैछौँ बाइकमा अनि 11 मन्थ ओल्ड बेबी लिएर। यो चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स गर्न लागेको थियो, लामो ट्राभल गरेको छैन। अप्सन त थियो तर अब हामी बाइकमै जाने अप्सन निकालेँ। अनि अघि रेडी भएकोहरू चाहिँ भिडियो बनाउनु पाएन, एकदम मेस थियो। हिजो पनि प्याकिङ गरे पनि अब अब हामी अहिले यहाँ सेतोपुरमा के गर्न लागेको छ भने रेनकोट किन्न लागेको। यस्तो पानी पर्छ, रातभरि पानीहरू परेर मैले सोचिरहेको थिएँ आज जान पाउँदैन जस्तो लागिरहेको थियो, तर टचवुड जान पाइयो। अब के गर्ने भन्दाखेरि रेनकोट चाहिँ स्टक लिइराख्नु पऱ्यो, किनभने अन द वे पानी पर्न सक्छ। मौसम एकदम ब्ल्याक कालो छ। अब हामी चाहिँ हेलमेट के अरे रेनकोट लिँदैछौँ अन द वे, जे पनि हुनसक्छ। त्यो सानो छ है, लाइट ब्लू लिने कि डार्क लिने त? एलिना, मेरो नाम एलिना होटलमा। यहाँ चाहिँ अन द स्पट रोक्नु पर्यो, मलेखु गएर खाने भनेको। एलिना होटलमा छु म, आफ्नै नामको। यहाँ अन द स्पट रोक्नु पर्यो किनभनेदेखि पानी पर्ला जस्तो भयो। चिसो चिसै छ है। के अरे बाइकमा ट्राभल गर्न एकदमै गाह्रो छ। म लडिसकेँ उत्रिँदाखेरि, यस्तो गाह्रो हुने होइन। उठिसकेँ। हामी त कहीँ पनि पुगेको छैन, मिटमा पनि पुगेको छैनौँ। हामीहरू कहीँ पनि पुगेको छैनौँ कि उठेर भत्ता बोक्दा पनि गाह्रो भयो होला। के चाहिँ अब हामी माछा खान लागेको। अनि खाना खानेहरू के खाउँ भयो कि भोक त लाग्नु त लागिरहेको। हाई बेबी, अब हामी रेस्ट गर्दै माछा खाँदै बुबु खायो। पनि गाह्रो भएको छ, तर बाइकमा बच्चा लिएर चाहिँ अलिकति गाह्रो नै हुँदैछ। हुन त नर्मल मान्छेलाई त अप्ठ्यारो हुन्छ है, लङ टुर चाहिँ भेरी डिफिकल्ट।
हामी पुग्यौँ फाइनली मरी गाइस के खाँदैछौँ भने हामीहरू यो के हो रे ब्याउती रे ब्याउती यहाँ यस्तो छ इरिटेट भइसक्नु भयो म्याडम मामाहरूको एनिभर्सरी अरे आज ताली ताली क्यान्डल खिच्नु पर्ने भयो कि